यही हुन्छ सर, यसमा हल्का फिलिङ पनि अर्कै लाग्यो होला, चिसो फिलिङ हुन्छ कि यो सदाबार यस्तै हो फेरि। यो कुन समुदायको? यो दाङ जिल्लामा बसोबास गर्ने थारू, दङ्गौरा थारूको घर। दङ्गौरा थारू, हजुर। दाङ जिल्ला भएर दङ्गौरा भएको। एकदम। यो जुन बोरी कोठा हो, बैठक कोठा। बैठक कोठा। यसमा चाहिँ अग्रज पुर्खा घरको मुली मान्छेहरू चाहिँ हजुर छोरा बुहारीहरूलाई चाहिँ कामको जिम्मेवारी बाँडफाँड र अतीतका दिनका कुराहरू सेयर गर्दै आफ्नो लाइफ कसरी कट्यो हैन, फुक्का खाँदै। अब ठुलो फ्यामिली हुन्छ, उसले चाहिँ एकजनाले चामल केलाउनेदेखि ढिकी गर्ने, अर्कोले पकाउने। यसमा चाहिँ के राखिएको हुन्छ परालको भित्र? आलु छ सर। ए आलु छ, अहिले दिइहाल्छ। यसमा आलु राखिन्छ हैन, मकै सुरक्षित एकदमै सर। पूर्व स्टक बिउ के बिया। ओके। त्यसलाई चाहिँ अर्को साल चाहिँ फेरि लगाउनको लागि अब प्रयोगमा आउने उपकरणहरू यिनै हुन्। हजुर। यो लौकाकै गौवा हो नि हिन्छ? हजुर, लौकाकै। यसलाई यसमा चाहिँ त्यो खुदीहरू राख्ने पनि हुन्छ, अनि खेतमा काम गर्न जाँदाखेरि माडहरू राखेर जाने जाँड। अनि यो चाहिँ कुट्ली भन्छ, यसमा चाहिँ अन्नहरू बनाइसकेपछि स्टोर गर्ने। यसको नाम के? कुट्ली। यसलाई चाहिँ डेरी। यो कति वर्षदेखि सर यो कति वर्षदेखि हो सर? सर यो दुईटा त यो त लगभग खप्छ सर, यो 1 दशक भयो होला। 1 दशक भयो हैन? टोटली यो मजासँग कट्यो सर। 7 वर्ष यही ओपन भएको भयो, पहिलो सुरुमा आएको अलिकति कतस। हजुर। 7 वर्ष क्रस भइसक्यो। यसलाई डेरी, ठुलोलाई सानोलाई कुट्ली। यसमा चाहिँ अन्नहरू स्टोर गर्ने, धानहरू, मकैहरू, गहुँहरू किरा नलागोस् भन्ने हिसाब पनि हुन्छ र यसमा सेप पनि हुन्छ सर। यो थारू घर जहिले नि कच्चा पदार्थबाट मात्र बन्या हुन्छ कि खर, बाँस, अग्रम बग्रम काठहरू। आग लागि भयो भने झट्टै यसमा आगो समाउँदैन, माटोले बन्या हुन्छ नि त्यो। ओके ओके। अन्न सुरक्षित हुन्छ एकदमै सर। अनि एउटा विश्वास पनि छ, यसमा राख्यो भने धान बढ्छ भन्ने हाम्रो थारूको विश्वास। अनि यसमा चाहिँ बाढी आयो भने पनि तल तल बग्छ, यत्तिकै ढल्दैन नि त्यो माटो। यो सबै यो पनि त्यही हो? हजुर, सबै यो डेरीबाट बेलेर बनाउँछ कि कुन्टी। केबाट बनाएको हुन्छ यो? डेरी भन्छ यसलाई। हजुर। कोठा इट्टाले गराउन्न कि यसैले बारेर बनाउँछ, बाहिरबाट माटोले लिपेको हुन्छ। जस्तै यो डेरी भयो, ढोका हुँदैन, फेरि अर्को डेरी आयो, डेरी मिलेर कोठाको आकृति दिन्छ। ए ओके ओके। यो जस्तै यो कोठा हो, यसलाई कुन्टी। यो कुन्टी भनेको कोठा। यो कोठा फेरि ठुलो फ्यामिली हो भने विवाह गरेपछि मात्र कुन्टी मिल्ने। पहिला त अब यङ केटाहरू थाँती घरमा बस्ने एउटा हुन्छ कि थाँती घर, अगाडि हाम्रो पनि छ। त्यसपछि विवाह गरे भने अब साइला माइला काइला को पर्यो, अब फेरि कोठा मिल्ने हैन। बिहा गरेपछि मात्रै कोठा मिल्ने थियो पहिला। ठ्याक्कै हेर्नु न, यो कोठाहरू पनि ठ्याक्कै यता उ छ उता छ हैन। दराजको सट्टामा यो भौका भइहाल्यो। बाको छ दराज। यसमा कपडाहरू राख्ने। ओके। अरु चाहिँ खटियाहरू, खाट। ढोका कोही पनि नभने। पहिला विश्वास हुन्थ्यो सर, विश्वासको चलन। अब भयो भने ओपन के। यो अर्को कोठा। यो चाहिँ भान्सामा पाकिसकेको चिज पाहुनालाई खुवाउने अथवा यता बसेर खाने कोठा सर। यो डाइनिङ रुम। यो चाहिँ किचन रुम। हजुर। अब यसमा चाहिँ सरसर्ती हेर्दाखेरि थारूहरू माटो र काठबाट बनेको उपकरणहरू प्रयोग गर्ने चलनमा थियो भन्ने देखाउँछ सरसर्ती। अब यहाँ धेरै चिजहरू छ। सबै पकाउनेहरू माटोकै भाँडा हुन्थ्यो? एकदमै सर। यो चाहिँ जाड बनाउनलाई रक्सी। यसमा चाहिँ रक्सी चुहाउने, भित्र गुम्रा राखेको हुन्छ अथवा चुहाउने। अहिले माटोको राइस कुकरहरू डेभलप भएको छ, यो थारू समुदायबाटै डेभलप भएको थियो कन्सेप्ट? अब त्यो त भन्न सकिन्न सर हैन। अब चौधरी समुदायले चाहिँ अब धेरै जसो पहिला आफ्नो प्र्याक्टिकल बेसमा खेलेको छ कि उसले। अब त्यसको कपिराइट भएर के भन्छ हैन। यसमा चाहिँ ढेक्री स्टिम गर्ने। ढेक्री स्टिम गर्ने। यसमा चाहिँ माडहरू बनाउने, तामाङहरू त्यो डोक्ने। हामी कुनै थारू समुदायमा जाँदाखेरि हामीलाई माटोकै थालमा, माटोकै कचरामा खानेकुराहरू दिनुहुन्छ हैन? कोही पाउनुहुन्छ सर। आजभोलि त लगभग कोही सोकिन मान्छेले गर्न खोजिराख्नु भएको छ, नभए त लोप भइसकेको हो। अब चाहिँ हामीले धेरै जसो अब त्यो पाउनु भनेको त एकदमै ग्रासरुट लेभलको, एकदमै त्यस्तो अलि हाई लेभलको नभएको चौधरीमा पाउनुहुन्छ। किनकि जोसँग पर्याप्त स्रोत साधनबाट वञ्चित भएको, बाध्यता त्यो चाहिँ सोकिन भएको, रहर र बाध्यता भयो। एउटा रहर, एउटा बाध्यता। मेरो आफ्नो अनुभवमा मूल्याङ्कन है सर। हजुर। मैले 2-3वटा नोट गरेँ। अब यो चाहिँ कुट्ली, यसमा अन्न स्टोर गर्ने। अनि यो चाहिँ यसमा चाहिँ चामलहरू पहिले रेडी भइसक्यो भने पकाउने। यो चाहिँ धनौरिया भन्छ। पहिला चाहिँ कस्तो टेक्निक लगाउने रहेछ कि चौधरी। फेरि भान्सा कोठामा त त्यो हात जुठो हुन्छ। त्यसपछि तरकारीको खोस्टाहरू आउँछ, त्यसलाई चाहिँ यहाँ स्टोर गर्ने। ओके। यो त्यसपछि यसलाई चाहिँ रिसाइकल गर्ने, बुङ्गुरहरूलाई खुवाउने अथवा धनौरिया भन्छ सर यसलाई। धनौरा। यता तपाईँलाई म ब्रिफ गर्न छुट्याएँ। रियल टाइपको यस्तै हुन्छ। यी अरू रुमहरू हुने चाहिँ
ओके यो चाहिँ पूजा गर्ने कोठा देउरार पन्टी भन्छ है सर यसलाई हाम्रो कुलदेवता भएको कोठा ओके कुलदेवता भएको कोठा यो कोठामा अब हाम्रो यो पनि दक्षिण पूर्वमै छ होइन उत्तर पूर्व दक्षिण पूर्व उत्तर पूर्वमा हुन्छ यो ओके यो चाहिँ अब देउता कोठा यहाँ चाहिँ घरको मुलीलाई मात्रै एलाउड हुन्छ सुत्नलाई है अघि पछि सुत्यो भने पाहुनालाई सताउँछ अरे रियल देउता भएको घरमा यहाँ सुताउँदैनन् ओके अनि यो चाहिँ हामीले विवाह गऱ्यौँ भने यहाँ ल्याएर सिन्दुर लाउनुपर्छ कुलदेउताको अगाडि कसम खाएर बाहिर जुनसुकै मठ मन्दिर गरे पनि मान्दैन यहाँ मान्नै पर्छ फेरि अनि यो जुन छ नि देउती देउताहरूलाई टाइम टाइममा समय सान्दर्भिक हाम्रो पूजापाठ हुन्छ फुडल्यान्ड जोन अनि दक्षिणतिर पोखरी र उता चाहिँ एउटा कल्चरल लाइफ सोको लागि चाहिँ हाम्रो थिएटर हल छ कि त्यहाँ छ अनि हाम्रो चाहिँ अफिसबाट निर्माणको काम सँगसँगै यो एग्रिकल्चर पार्ट चाहिँ त्यहाँबाट गरिदिएर आउँछौँ यो चाहिँ म्युजियमको पार्ट भएको हुनाले यो फर्स्ट ब्लक हो यो हामीसँग 4वटा ब्लक छ त्यस्तै 4वटा ब्लक छ यो ब्लकमा चाहिँ अब खास यो कुनै नृत्यसँग सम्बन्धित छ भन्दैछु सर यो ब्लक भनेको कल्चरल डिस्प्ले होम भन्ने हो योमा चाहिँ वर्षभरि हाम्रो थारू जातिमा चाहिँ नाचिने विभिन्न समय सन्दर्भिक नाचिने नाचहरू हुन्छ यो हजुरले भनेको यो चाहिँ खास माघी पर्व माघीलाई हामीले चाहिँ नयाँ सालको रूपमा पनि लिन्छौँ मुख्य चाडपर्वको रूपमा पनि लिन्छौँ यसलाई चाहिँ मगौटा नाच भन्छ यसमा चाहिँ पुस्तान्तर नै विकास भइरहेछ बच्चादेखि नै सिक्दै आइरहेछ होइन यसमा चाहिँ म्युजिक पनि यता हुन्छ अहिले नाचु नाचु लागि सकिलो नाच हो कि यो हजुर Play by TN Card. हाम्रो चाहिँ खास हुन त यो थारू जाति नेपालको 17वटा जिल्लामा नै बसोबास छ त्यही पनि हामीले चाहिँ दाङ जिल्ला भनेको अब खास थारूहरूको उत्पत्ति भन्छ होइन उत्पत्ति अथवा यहाँबाट बसाइसराई गर्दै अन्य जिल्लामा विस्थापित भएको भनिन्छ तर यहाँ नेपालमा पनि इन्डियाको थारू भन्ने ठाउँमा त आएको भन्छ होइन फेरि तर रह्यो कुरा यो थारू घर थारू जातिमा जसको घरमा देउता छ जो प्योर थारू हो उसको कुल देउता भएको छ भन्छौँ नि त्यो जहिले नि उत्तर दक्षिणको घर हुन्छ सर यो पश्चिमको ढोका यो पूर्वको ढोका उत्तर दक्षिणको घर हुन्छ यो चाहिँ नोटेड गर्नु होला भन्नाले देउता हुने घरमा चाहिँ उत्तर दक्षिणै हुनुपर्छ फेरि यो जस्तै चौधरी घरमा त हामी धेरै ठाउँमा जान्छौँ तर जसको चाहिँ पूर्व र पश्चिम ढोका हुन्छ त्यो पूर्व र पश्चिम र भित्रतिरको चाहिँ देउरार पन्टी भन्ने हुन्छ कि हाम्रो 3वटा मठ मन्दिर हुन्छ सर जुनसुकै मठ मन्दिरमा आए पनि हामीले 3वटा मन्दिर छोड्नै हुन्न एउटा भनेको सामुदायिक पूजा गर्ने थलो भुयाँ थान जो समुदायको सेन्टरमा पनि हुन्छ रुखकुनी र भुयाँ थान थाहा भइहाल्नु अर्को चाहिँ घरको पूर्व साइडमा हुन्छ मर्रा भन्छ त्यहाँ पनि देउता हुन्छ अनि एउटा मेन कुल देउता भएको चाहिँ देउरार पन्टी घरको हाम्रो मात्र होइन कि उत्तरतिरको पूर्व कोठा देउता कोठा हुन्छ हाम्रो चौधरीको मात्र होइन कि हजुरहरूको पनि हुन्छ होला उत्तर पूर्व अनि यो ढोका हुनुको रिजन छ फेरि पूर्वको ढोका भनेको शुभ साइडको ढोका इनकेस बाहिरबाट बेहुली ल्यायो अन्य समुदायबाट बेहुली ल्यायो अथवा बाहिर बच्चा जन्म्यो भनेपछि पूर्वको ढोका छिराउँछ इनकेस घरमा त्यस्तो मानवीय क्षति नराम्रो के त्यस्तो पश्चिमबाट ओके ओके यो घरभित्रको परम्परागत एउटा स्ट्रक्चर हो यो अलि मिनिमम छ अलि रियल टाइपको अलि पछाडि छ सर यो खासै सानो सांस्कृतिक घर मैले हल्का यसलाई देखाएँ यो पूजा गर्ने कोठा पनि देउता थर अनुसार हुन्छ यो तपाईँको दहित थरको हो कसैको तरवाल पनि हुन्छ कसैको सर्प हुन्छ घोडा त सबैको हुन्छ नै तर त्यसमा पनि अन्य फरक फरक देउताहरू हुन्छ क्या अब जस्तै घोडा त सबैको देउता नै हुन्छ घोडा चाहिँ सबैको अनिवार्य अनि ठ्याक्कै पूर्व साइडमा देउता कोठा पश्चिम साइडमा भान्सा कोठा हुन्छ फेरि ओके ओके एकदम सिजन अनुसार नै मिलाएको छ ट्याक्कै यो माघीमै छ हजुर यो माघीमा चाहिँ हामी अब यो सुरुवाती नै छ सर यो जति हामी मूर्तिबाट स्ट्याचुबाट चित्रण गर्न खोजेको छ अरू चाहिँ वाल पेन्टिङबाट फेरि ब्रिफ गर्न खोजेको छ सुरु माघी आउने बित्तिकै माघीको 1 गते लान हुन्छ नुहाउनु जानुपर्छ क्या त्यहाँ गइसकेपछि आफ्नो अग्रजहरूसँग आशीर्वाद दिने त्यो दक्षिणाहरू राख्दै होइन अनि आगो ताप्ने त्यो काहार्ने आफ्नो जेठानी अथवा चाहिँ आमाबाट चाहिँ खुट्टा धुने चलन हुन्छ क्या हाम्रो अनि यो चाहिँ माघको 1 गते गाउँको जो अगुवा हुन्छ महटामा हजुर उसको नेतृत्वमा चाहिँ बखेरी त्यहाँ छलफल हुन्छ त्यहाँ बैठक बस्ने त्यसमा चाहिँ अब नयाँ योजनाको प्लानहरू गर्ने इत्यादि कुरा हुन्छ नयाँ अब जस्तै पहिला त 10 बिघा 20 बिघा खेती लाउने हुन्थ्यो नि त यो बड घर भन्ने नि यस्तै हो हाम्रो चाहिँ दाङमा महटामा भन्छ
तल्लो भेगमा चाहिँ बडगढ भलमनसा कुकन्दर पनि भन्छ पूर्वतिर होइन शब्द त्यही उहाँले गर्ने जिम्मेवारी त्यही नै हो। यो चाहिँ माघको 1 गते चाहिँ महटाको रोभरमा चाहिँ छलफल भइरहेको हुन्छ क्या यो नयाँ योजनाको प्लानहरू गर्ने। अनि पहिला चाहिँ हाम्रो थारू जातिमा सायद मलाई लाग्छ 2 दशक अगाडि तरवालले काट्ने खुकुरीले काट्ने थिएन प्रथा। विवाह र पूजा विवाह अनि यस्तो चाडपर्वहरूमा चाहिँ भालाले नै हान्ने चलन रहेछ के पछि विकास भएको रहेछ। यो चाहिँ जिउँदै सुँगुरलाई भालाले गोप्ने त्यसपछि मार्यो भने काट्ने रहेछ। यताको चित्रले के यो चाहिँ माघपछि फाल्गुन आउँछ। फाल्गुनमा चाहिँ विवाहको सिजन आयो। विवाह जन्ती जाँदाखेरिको सिनारी हो। विवाह जन्ती बेहुला जन्ती जाँदाखेरि आफ्नो दिदीबहिनीको घरको छेउमा चाहिँ उसलाई बाटो छेकेर शुभ साइत बनाउँछ कि सर खानेकुराहरू दिएर। अनि यो चाहिँ फेरि बेहुली ल्याइसकेपछि एक आपसमा परिचित भए हुन्न अनि सामुदायिक इनार हुन्छ। सामुदायिक इनार त्यो ठाउँमा गइसकेपछि उसको जेठानी काकी काका को हुन्छ बेहुलीले चाहिँ परिचय हुन्छ। त्यसपछि चाहिँ अलिक क्लोज भइसकेपछि अगाडि जाने यी कुरा हुन्छ। घर एउटै हुन्छ लगभग यस्तै हुन्छ। अनि यतातिर चाहिँ अब एउटा महिला चाहिँ विशेष गरी अब पहिला त शिक्षाबाट वञ्चित भए तापनि प्र्याक्टिकल बेसमा कच्चा पदार्थहरूलाई बनाएर ढक्कीहरू बनाएर जो आफ्नो नन्दहरूलाई गिफ्ट दिने होइन त्यस्ता व्यावसायिक हिसाबले नि पहिलेदेखि हुन्थ्यो कि व्यावसायिक गिफ्टको लागि मात्रै बढी हुन्थ्यो? व्यावसायिक त छँदै भएन। उसले त आफ्नो प्रयोगमा ल्याउनलाई यसमा चामलहरू राख्न मलहरू घरायसी प्रयोग हुने भयो अनि गिफ्ट दिने भयो। पछि चाहिँ हल्का सस्टेनेबल नहुनुको रिजन पनि यही छ। पहिलादेखि नै अलिक त्यस्तै लाग्यो भएछ यो पनि व्यवस्थित हुन्थ्यो होला बजारीकरणमा अलिक त हाई लेभल हुन्थ्यो होला। यो चाहिँ सायद मलाई लाग्छ यो त नेपालमा मात्रै नभएर विदेश पनि जान सक्छ नि त यस्ता आइटमहरू। तर यो डिमान्ड कमै आउँछ सर। यो जस्तै हाम्रो घरमा उपयुक्त सामग्री मध्ये यो सबै कोठामा राख्न आवश्यक देखिन्न होइन। कुनै एक ठाउँ बैठक हलमा टेबलमा टी टेबलमा राख्न सबलाई अब सबै कोठामा राख्न आवश्यक देखिन्न। पछाडिको चाहिँ यो काठ र काठ घर्षण गरेर आगो निकाल्ने लागेको सर। यो व्याहार पूजाको समयमा चोखो आगो निकालिन्छ। त्यो आगो चाहिँ निकालेर घरको गृहिणीले चाहिँ त्यो वर्षभरि पुर्याउनुपर्छ। त्यो आगोलाई आगो लग्छ त्यहाँबाट पूजा काठ र काठको बिचमै घर्षण गरेर आगो निस्किन्छ। कुन काठ प्रयोग गरिन्थ्यो? गन्यारिक लट्ठी भन्छ हामीले। अब गिँदरीको गिनेरी पनि छ गन्यारी भन्छ। त्यो काठ घर्षण गरे भने त्यसलाई वर्षभरि कसरी पुर्याउँथ्यो आगोलाई? त्यो चाहिँ अब महिलाले चाहिँ के भन्छ त्यो आगो गुइठामा लग्छिन् अनि आगो बालेर चाहिँ तिनले सक्छिन्। भान्साको काम सकेपछि एउटा खाल्टो जस्तो हुन्छ कि त्यहाँ चाहिँ फेरि रोटेट गर्ने कोइलाहरू अनि त्यो गुइठाहरूलाई राखेर ढाकिदिने खरानीले माथिबाट फेरि आवश्यक पऱ्यो भने कोट्याउने त्यसैलाई वर्षभरि रोटेट गरेर राख्ने। त्यो चाहिँ असल बिर्यानी भन्छ अब त्यस्तो। अब यो चाहिँ दसैँ आयो सर। दसैँ आयो अब दसैँमा चाहिँ यो सखिया पैया नाच हो। यो चाहिँ नाच के नाच हो? सखिया पैया छोक्रा नाच। सखिया पैया ओके। उताको छोक्रा यताको सखिया पैया नाच। यो नाच चाहिँ अलि धर्मसँग रिलेटेड भयो हुनाले महाभारतसँग रिलेटेड छ कि यो। ओके। यो नाचमा चाहिँ यिनी मादलेहरू चाहिँ कृष्णको रूपमा हुन्छ भनेपछि पछि द्रौपदीको रूपमा हुन्छ। एक आपसमा म्युजिकबाट मात्र यसमा माया मोह बदलिरहेको हुन्छ। ओके। यसको फेरि यो मादल जेन्ट्सले लेडिजले बजिरहेको यसैबाट चाहिँ पैया हुन्छ। 22-23 वटा स्टेप हुन्छ। उनीहरूले चाहिँ आफै रमाइरहेको हुन्छ। भित्र माया गरिरहेको हुन्छ। यस्तै हुन्छ दसैँमा हुन्छ। यो चाहिँ महटाको घरमा नाच्छ। कृष्ण र द्रौपदी भन्न मिलेन, कृष्ण र राधाहरू भन्न मिल्यो। कृष्ण र राधा गोपिनीहरू भन्नुभयो। कृष्ण र गोपिनी खास उहाँहरू चाहिँ अब मादलको रूपमा हुन्छ। मादलेको रूपमा हजुर म्युजिकबाट नाचिने नाच पनि भइहाल्यो। यो लगभग यो पुस्तान्तरण पनि हुन्छ कि बच्चाले सिक्दै आउँछ यही क्रममा। अनि जो यौवन भएको हुन्छ उहाँहरू चाहिँ अलि सजिएर अलि मेकअप गरेर आउनुहुन्छ नि माया मोह बल्दिन्छ त्यसपछि प्रेम बढ्छ होइन। अनि विवाह प्रेम दूर गर्ने भयो। यस्तो हुन्छ सर। अब लेडिजको त्यस्तो थियो। जेन्ट्सको फेरि पूर्व तयारी एग्रिकल्चर हाम्रो मुख्य पेसा होइन कि हाम्रो। अब थारू जाति जहिले नि जङ्गल जलसँग घनिष्ठ सम्बन्ध छ हाम्रो। जङ्गल र जलसँग हजुर शिकार गर्ने हजुर। अनि जल र जमिनसँग चाहिँ हाम्रो खेती पेसा नै मुख्य पेसा हो। उसले पूर्व तयारी बर्खामा चाहिने हलो जुवा अग्रम बग्रम सबै भइहाल्यो। अनि यता यिनी खुच्चेहरू फेरि
त्यो कौरा भन्छ कि पपकर्न गराइरा ए पपकर्न मकैका उगालेर आलुहरू पोलेर खाने गफ गर्ने होइन सँगसँगै अहिले त बाबुआमाले के गरिरहेको थियौँ चियाउने नि त लगभग उसले खेती किसानी गरिरहन्छन् त्यो सिको भइरहेछ अनि यता यो चाहिँ हाम्रो खास गुरुवा हजुर अब थारूमा विश्वास पनि छ गुरुवा चाहिँ जब शक्ति चढ्यो भने गुरुवा त्यत्तिकै आउँदैन फेरि उसले चाहिँ दसैँमा आफ्नो भाकल गरेर 12-13 ठाउँ बाँध चिरेर उसले शक्ति पाएको हुन्छ होइन उसलाई चाहिँ दसैँको पिरियडमा म्युजिकको ल्याएर यस्तो म्युजिक मादलको म्युजिक बज्यो भने उसलाई शक्ति चढ्छ अटोमेटिक कम्पन आइहाल्छ उसलाई चाहिँ आगो सागोले केही पोल्दैन त्यतिखेर ऊ आफ्नो एक्सनमा हुन्छ उसले चाहिँ देउता आउने भने जस्तै हो देउता आयो भने लास्टमा हाम्रो कुल देउता जहाँ छ त्यहाँ गएर उसले के गर्नुपर्छ जल र रक्सी धार दिनुपर्छ चढाउनुपर्छ अनि बल्ल छोड्छ उसले त्यतिखेरसम्म चाहिँ आफ्नो शक्तिमा नाचिरहन्छ त्यो उता नवलपरासीको टोली आउनु भएको ठिकै छ यसरी जाउँछ जति पनि दिउँसो उज्यालो हुन्छ जति पछि मैले के भनेको मन्दिर मर्वा यहाँबाट अघि शान्ति राखेर समुदाय शान्ति राखेर बेहुला बेहुली छिराइन्छ शुभ साइड भयो भने यताबाट छिराइन्छ होइन अघि पनि भने यो पनि हाम्रो पूजा गर्ने थलो मन्दिर हो अलि इन्ट्रेस्टिङ चाहिँ छ यता हजुर पहिला समुदायमा चाहिँ ओपनली अब फार्मिङ त्यस्तो व्यवस्थित थिएन नि त त्यस्तै घरको साइडमा पालिकेर जस्तो बुङ्गरहरू पाल्ने चलन थियो यो भनेको चाहिँ विवाह गरेको पहिलो साल अनिवार्य जानुपर्छ ससुराली आफ्नो सासु आमालाई मनाउन यो बेहुलामा बेहुलाको साथी काका को हुनुहुन्छ गुन्द्री मुर्गा रक्सीहरू चट्ट लिएर जानुपर्छ त्यहाँ सासु आमालाई मनाउन यो चाहिँ धुर्रा लौसर्ना भन्छ यसलाई यो खास गरी गुरुवा र केशुरका मिलेर गर्ने पूजा हो यो घरमा चाहिँ धेरै फ्यामिलीहरू हुन्छ त्यो सिक्काको नाम पारेर त्यो चल्लालाई भाकल राखेर गुरुवाले चाहिँ कसैको नजर नलागोस् भनेर बाँध्ने चलन हुन्छ कि घरको मुली मान्छे उहाँ चाहिँ आवश्यक सामान पुर्याइराख्नु भएको छ गुरुवा र केशुरका चाहिँ पूजा गर्दै हुनुहुन्छ नजर नलागोस् भन्ने हिसाबले बाँध्ने चलन हुन्छ कि अनि महिलाहरूमा चाहिँ धेरै जसो के महिनावारी गडबडी भने बिग्रिने त्यो पनि बाँध्ने चलन हुन्छ मन्त्रैबाट बाँध्दैन यी कुराहरू हुन्छ यहाँनिर मैले सानो कुरो गरेँ यसरी घुमेर लास्टमा निस्केर गऱ्यो प्रत्येक ढोका स्टाफ हुन्छ सर 24 जना छौँ हामी हजुर अब टाढा टाढा निस्किहाल्नु भयो यो चाहिँ हाम्रो खास गरी यो डिस्प्ले रुम भनेको छ हजुर यसमा चाहिँ विभिन्न रैथाने खाद्यान्न र जडीबुटी वनस्पतिहरू छ जडीबुटी र खाद्यान्नहरू हजुर यसमा चाहिँ हामीले नाम चाहिँ राखेका छौँ यसको काम र विशेषता राखेका छैनौँ किनकि त्यसको लिमिटेसन हुन्छ नि त फेरि कोही ओभरडोज भइहाल्ला गुरुवा बैलाले मात्र दिन्छ अब गुरुवाले त यो फुकेर दियो भने यो पाक लाग्छ भनेर दियो भने औषधि लगाइरहन्थ्यो पहिला सुरुमा तर यो राना थारू र अर्को राना थारू हाम्रो यहाँ त धेरै छ सर पूर्वतिरको होइन कि पश्चिम सुदूरपश्चिम बस्ने राना थारू कैलाली र कञ्चनपुर यो चितौनिया थारू चितौनिया यो मोरङ्गिया थारू यो चाहिँ देशौरा थारू दङ्गा थारू अब यतातिरको अलिक फरवर्डेड जस्तो मानिन्छ कि ड्रेसअप अनि उहाँहरूको चाहिँ फेसियलहरू चेन्ज छ कोसिताहरू यो चितवनतिरको छ जुन हजुर हजुर डान्स भन्छ हो यो घरहरूको डिजाइन यो चितवनतिरको यो राना थारू यो मोरङ्गिया थारू यो चाहिँ राना थारू भोलि पर्वमा नाचिने नाच हो यो राना थारू चाहिँ नेपालको त्यही कैलाली र कञ्चनपुर भन्दा अरू जिल्लामा बसोबास थियो ए कैलाली कञ्चनपुरमा उहाँहरू हुनुहुन्छ यो चाहिँ बर्खा नाच यो नाच चाहिँ जति पाए त्यो देखेर नचाहिँदैन यो चाहिँ महाभारतसँग जोडिएको नाच छ धर्मसँग ओके यो नाच चाहिँ जस्तै समुदाय
आउट अफ ट्र्याक गइरहेछ। जस्तै त्यहाँ बालीनाली नफस्टाउने मानवीय क्षति भएको भयो भने त्यहाँ चाहिँ केही उपद्रव मात्र भइरहेछ भने गुरुवाहरूको सम्मेलन गरेर उहाँहरू चाहिँ एउटा खर्च पनि धेरै लाग्छ यसको, त्यो खर्च म्यानेज गरेर नचाहिन्छ यो नाच। यो नाचमा चाहिँ अलि पवित्र नाचमा गनिन्छ यो। ओके यहाँनिरको यो चाहिँ शिवलिङ्गको पूजा, हामीले शिवलिङ्ग बाहिर मठ मन्दिरमा पूजा गरेको नि हजुर स्वाङ्गाले एउटा लिङ्गको देखाइरहेछ, यसमा चाहिँ शिवलिङ्गको पूजा गरिन्छ। हजुर यसमा चाहिँ खास गरी जो सन्तानबाट वञ्चित हुनुहुन्छ, जो सन्तान प्राप्ति छैन, जो सन्तान इच्छाको सन्तान पनि हुँदैन, उहाँहरूले चाहिँ यो नाच्दाखेरि चाहिँ छोप्नु पर्ने हुन्छ। ओके 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 त्यतिखेर चाहिँ आफ्नो पवित्र मनले भाकल गऱ्यो भने पाउने विश्वास पनि छैन। यी कुराहरू यो जस्तै छ नि म जहिले पनि एउटा प्रश्न चाहिँ जहिले पनि मनमा लागिरहेको छ होइन, कहिले कुरा पनि बस्नु। जस्तै हाम्रो चौधरी कल्चरमा अनुसार चाहिँ जस्तै घरको अगाडिपट्टि यो वस्तुहरू पाल्छौँ। अब तिनीहरू चाहिँ घरको अगाडिपट्टि पाल्दा त अभियसली अब त्यो त अब मल चलेर त घरमा त दुर्गन्धित त हुन्छ। अनि त्यो घरको पछाडि अगाडि पाल्नु रिजन के छ? चौधरीको घरको अगाडि जति धेरै गोरु भैँसी जति बाख्रा साख्रा लेख्छ त्यो चाहिँ खानदानीवाला हो है। यसलाई चाहिँ चेलीबेटी दिनुपर्छ है। सम्पत्ति मेरो यसलाई चाहिँ त्यही हो। अब यो के भयो भने चाहिँ हामीले चुनावमा अब यताउता गरेर जिताउँदा हामी सकिन्छ। अनि त्यो हुन्छ त आजको मान्छेले गाडी घोडा देखाउँछन्, त्यसमा त कोसँग कतिवटा वस्तु छ त्यसको निर्धारणमा मान्छे फ्यामिली कोसँग ठुलो